गुड मर्निङ एभ्रिवान। आज चाहिँ म बिहानै के पकाउँदैछु भने मटर पनिर पकाउँदैछु है। त हेर्नुहोस् है त, यहाँनिर प्याज डढाउँदैछु। मेरो टमाटर यहाँ रेडी छ। यहाँ चाहिँ मेरो मटर छ, यहाँ पनिर छ। मैले चाहिँ प्याज लसुन जिरा सबै यसरी हाल्ने गरेको छु। त कडी पत्ता भरे ग्राइन्ड गर्दा यही टेस्ट हुन्छ। अनि यता चाहिँ मेरो बुढो, मेरो छोरो स्कुल जान रेडी हुँदैछ। अनि यता म चाहिँ मटर पनिर वाली स्वाद अनुसार नुन राख्ने। म चाहिँ कम्ती नुन खान्छु, कम्ती नै हाल्छु है त। अब यो पाक्दा पाक्दै हामी एकछिन गफ पनि गरौँ है त। मलाई चाहिँ पनिर फ्राई गरेर हालेको मन पर्दैन, त्यो भएर चाहिँ म पनिर फ्राई नगरिकन यत्तिकै हाल्नेछु। मेरो चाहिँ टमाटर मजाले पाकिसकेको छ। यत्तिको भएपछि म ग्राइन्ड गर्छु है त। ल, यता मेरो पेस्ट रेडी हुँदैछ। यसमा आलु भएपछि अघि बनाएको पेस्ट हालिदिन्छु। अब यी रोटीसँग खाना बनाएको यतिको बनाएँ। अब माथिबाट तड्का लगाउँछु अनि पाकिसक्यो है त यो चाहिँ। अब मेरो यो चाहिँ लास्ट स्टेप हो। मैले तड्का लगाएँ खोर्सानी र कडी पत्ताको। अब यो चाहिँ खानालाई टक्क रेडी भएको छ है त। आउनु होला सबैजनालाई, रेडी बनाएर राखेको छु मैले खानालाई।